हामी चाहिँ अब कहाँ जान्ला रे गोल्ड क्रिक पन्ड के जाँदैछौँ होइन हामी कहाँ जान्छौँ प्रवेश भाइ Yes. दिनेश Yes sir, what's up guys? सुशील What's up? यहाँ घुमाइदिउँ न किन त्यहाँ घुमेर नि Already. ओके here we go so हामी जाँदैछौँ होइन अब गएर गाइस अब हामी चाहिँ जाँदैछौँ होइन गाइस खोइ ल प्रवेश भाइ खोइ ल हामी जाँदैछौँ अब गएर चाहिँ मजाले हिउँसिउँ खेलेर आउँछौँ अब त्यो खानासाना भनेको अलिक भरे भइहाल्छ हाम्रो डेस्टिनेसन चाहिँ गोल्ड क्रिक पार्क अनि त्यहाँबाट पन्ड हो त्यसपछि हामी चाहिँ फ्रेग्रेन्ट फल्स जान्छौँ माथि होइन अनि हिउँको मजाको इन्जोय लिन्छौँ आज क्रिसमस डे हो मेरी क्रिसमस गाइज होइन अब सबै धर्मलाई हामी रेस्पेक्ट गर्छौँ होइन त त्यही भएर चाहिँ मेरी क्रिसमस हामी जैनसाले सेलिब्रेट गर्छौँ कि होइन नाइनास्ती छैन जैन सेलिब्रेट गरिदिन्छौँ होइन त्यही हो सो त्यही भएर चाहिँ म चाहिँ अब हामी चाहिँ जाँदैछौँ गोल्ड क्रिक पार्क जाँदैछ है ल गाइस ल वी आर रेडी सी यू ल गर्मी हुन थाल्यो क्या हो अलिअलि तातो हुन थाल्यो अब चाहिँ What's up guys? I think I'll be seeing in Solti Raja video. के छ त राजा अरूहरूले चल्ने ड्राइभिङ मजा लागिरहेछ मोबाइल भाइ मजा लागिरहेछ होइन मजा आइरहेछ गाडी कुदाउन गोल्ड क्रिक पन्डमा हामी कहिले गएको थाहा छ तिमीले हामी कहाँ कहिले गएको थाहा छ हामी मार्चमा गएको जस्तो लाग्यो किनभने त्यति बेला हिउँ परेको थियो हामी जाने प्लान चाहिँ स्नो लेक थियो होइन स्नो लेकमा गएर जाने त्यति बेला चाहिँ हिउँै थियो नि त याद छ तिमीलाई होइन त्यो बेला के भयो भन्दाखेरि भाइको काम थियो जस्तो लाग्थ्यो अनि मेरो यस्तै के बेला भाइ काम थिएन भाइ नगएको अल्छी गएर होइन काम थियो थिएन भाइ त काम थिएन भाइ त्यसको त्यो होइन यस्तै होलिडे परेको थियो क्या जस्तै अब त्यो त्यो होलिडेमा नि त्यसको होलिडे हुँदैन थियो नि त अनि त्यो नगएको अनि तिमी र म मात्र गएको अनि खास हामी स्नो लेक दुईजना मात्रै जाने भनेर गएको अनि महाराजाबाट त्यो बफेबाट खाना उठाएर प्लेट भरेर पुरै लिएर गएर पुरै त्यो खाना होइन टुको गरेर हामी उहाँ आज के अरे स्नो लेकका माथि गएर मजाले खाने भनेर गएको अनि पछि फेरि त्यहाँनिर के बन्द छ भनेर जान मिलेन अनि फेरि त्यही नजिकैको पोन्डमा गएर मस्त बसेर खाएको महाराजाबाट कम खाना लिएर गएको लिएर यो नि हाल त्यो नि हाल खाना सब भोगाइदियो हेर कस्तो आउँछ अब चाहिँ दामी आउँछ है सिन चाहिँ खतरा आउँछ मलाई सेटलको मस्त राम्रो लाग्ने पाटो भने चाहिँ डाँडामा घरहरू चट्टसँग झन् त्यहाँबाट एपिक देखिन्छ होला त्यो सानो हिमाल रहेछ त सानो हिमाल रहेछ त्यहाँ कान्छीलाई बोलाइरहेछ उसको रूपको गरौतीले के भाइ के हो त्यो डर लागेछ तर यस्तो त कपिराइट हुँदैन नि त होइन आफूले गीत गाए कपिराइट मान्दैन है त्यो त किन त्यो म्युजिक किनभने त्यो गीत गाउनै नहुने तर यस्तो छ नि तिम्रो त्यो गीतमा नाच्यो भने लाग्दैन नि त्यो कपिराइट तिमीले हाल्यो मान्छेलाई बोलाइरहेछ भाइ बाट खिच नि 360 बाट ब्रदर यो त 1 मिनेटको सिन गाइस अब हामी चाहिँ यता आइसक्यो अब डेस्टिनेसनमा आइसक्यो होइन अनि चाहिँ यो के अरे गोल्ड क्रिक पार्कमा आइसक्यो यहाँ चाहिँ धेरै हिउँ परेको छ होइन हिउँ परेर चाहिँ चिसो भएको छ क्या मजाको दृश्य देख्न सक्नुहुन्छ होइन धेरै हिउँ परेको छ यता जाडो भएको छ धन्न मैले यो चाहिँ लिएर टोपी भएको चाहिँ लिएर आयो अस्ति नै जाडो भएर उ भइरहेको थियो होइन हिउँ पनि परिरहेछ मजा आइरहेको छ केटाहरू रे तिमी चस्मा लाउँथ्यौ लाग्यो मेरो कालो छ त ठिक छ लाउने भयो ठिक छ अब यो चाहिँ देख्न सक्नुहुन्छ पुरा गाडीहरू कुदिरहेछ होइन गाडीहरू साइडमा कुदिरहेछ हिउँहरू छ टन्ने होइन यहाँ चाहिँ गाडीहरू पार्क गरेर के बोल्न चाहनुहुन्छ यता के बोल्नु चाहनुहुन्छ केटाहरू के बोल्नु चाहनुहुन्छ ओके आज चाहिँ फन गेम खेलिन्छ हामी होइन त्यही हो गोल्ड
क्रिक पार्क हो होइन त्यसमा चाहिँ अब यो चाहिँ एउटा राम्रो हो अब मान्छे यहाँबाट चाहिँ गाडी जाँदा युजली समरमा चाहिँ गाडी जान्थ्यो यहाँबाट पनि भित्रभित्र गाडी जान्थ्यो अब हिउँको कारणले गर्दा चाहिँ यो चाहिँ ब्लक भएको छ होइन यहाँ चाहिँ जानु मिल्दैन किनभने ब्लक गरिसक्यो होइन किन एक्सिडेन्ट हुन्छ त्यो हुने सम्भावना भएर ब्लक गरिदियो तर हामी चाहिँ अब यहाँबाट चाहिँ भित्र जाँदैछौँ त्यही माथि हिउँ परेको छ त्यसले चाहिँ कतै मजा भयो क्या हिउँ परेर होइन मजा भयो होइन अब हिउँ परेर मजा भयो अब हिउँ पनि पऱ्यो राम्रै हुन्छ होइन ठिक छ आज हामी चाहिँ एउटा कुनै कम्पिटिसन गर्छौँ होला हिउँमा होइन रनिङ कम्पिटिसन गर्छ होला अब अलिक चिप्लो छ किन त्यो अनुसारको हाम्रोसँग गियर छैन होइन गियर अप गरेर छैन त्यही पनि ठिक छ झन् त्यो हिउँ झन् फास्ट फास्ट भयो अलिकति गाह्रै हुन्थ्यो तर यतिको भएर पनि अलिक सजिलो गरेको छ त त्यो धेरै होइन भइरहेछ कहाँ कहाँ सुसिला आउँदै होला पछाडि तिमी ड्युटी गोजी कुनैले हगेछ कुकुरले हगेछ त्यहाँ गोजीमा हाल न गोजीमा हाल हिँड्नु न ल चिप्लो ल भाइ अनि त्यसरी न अगाडि खिच्यो हामी कुद्दैछ फेरि कुद त फेरि को त्यो अक्षय कुमार हिउँ पुरा तिमीहरू जाउँछ ल केटाहरू जाउँ पछाडि आउँछ ओइ अब हिउँमा हिँड्दैछौँ हामी चाहिँ यो त ओहो लड्यो भने नि प्रवेश भाइ के छ त अनि हिँड्दैछौ यता खै यता छैन नि ब्रदर कहीँ गएको छैन नि त्यही हो अब सबैजना भ्लग हान्दैछ खै देखाउ त एकजना भ्लग हान्दैछ हामी दुईजना भ्लग हान्दैछौँ होइन दुईजना भ्लग हान्दैछौँ हामी चाहिँ भ्लगको नाम चाहिँ मेरो चाहिँ राजा सोल्टी राजा 01 हो मेरो भ्लगको होइन युट्युब च्यानलको नाम चाहिँ भ्लग त्यही हो भन त भन के छ भन्नु छैन बिजनेस ब्रदर छैन म एकदम भ्लगिङ इन्जोय गरेर ल यहाँ नि हाम्रो अर्को भ्लग हान्दैछ खै दिनुहोस् भाइ लास्ट सुट मात्रै हान्छु भन्छ यो त्रिपाठी दिमाग खराब गर्न खोज्छ यार फोटो खिच्दैछ केटाहरूले त्यहाँ फोटो खिचेर चाहिँ आज कम्पिटिसन हुन्छ अलिकति हाम्रो होइन रनिङ कम्पिटिसन हुन्छ अब त्यो देख्न सक्नुहुन्छ होइन यो पऱ्यो होइन हिजो अस्ति नै परेको हिउँ हो होइन हिजो अस्ति नै परेको हिउँ हो यो चाहिँ जङ्गलको बिचमा छ यो जङ्गल किन होइन तिम्रो त यहाँबाट यहाँ सिधै कनेक्ट हुन्छ ब्रो आउने छैन त्यही भएर अन नगरेको मैले कुरो उयो त हो नि किन प्रष्टै आउँछ त्यहाँबाट नि आउँछ फेरि के अरे मैले यता बोलिरहेको यहाँ भयो तिमीबाट लिने यस्तो यहाँ ओके अनि यहाँ थिएँ नि तिमीबाट लिएर हाम्रो खिच्छ म तिमीले खिच्छ आज बिस्तारै गर त्यो के गर्नु पर्दैन ल हामी पोन्ड जाँदैछौँ होइन सोल्टी म तिम्रो भ्लगमा आउँछु ओहो यार सोल्टीको भ्लगमा आइनु भयो फर्स्ट टाइम गाइजहरू स्नोमा इन्जोय गर्दैछन् है फेरि अर्को सर्ट जाँदैछ कस्तो लागेको छ सोसललाई तपाईँलाई ए गजब रमाइलो भइरहेको छ यही हो यो चाहिँ स्पेसली समरमा चाहिँ यो पार्किङ लट हो अहिले चाहिँ हिउँले ढाकेको छ लगभग यो चाहिँ 1 फिट 2 फिट स्नो छ स्नोले ढाकेको छ युजली चाहिँ यो चाहिँ 1 फिट स्नोले ढाकेको छ युजली यो चाहिँ पुरा पार्किङ लट हो होइन पिच पार्किङ लट हो होइन केटाहरू यहाँ पुरा भिडियो बनाइरहेको छ होइन खिचिरहेको छ आफ्नो स्टोरी हालिरहेको छ त्यो चाहिँ डाँडा हो फेरि ठ्याक्कै त्यो डाँडा हो त्यहाँ हिउँ देख्नु सक्नुहुन्छ टन्नै हिउँ छ होइन त्यो डाँडाहरूतिर चाहिँ हामी चाहिँ यो चाहिँ भन्छ गोल्डन क्रिक पन्ड हो होइन विच इज लाइक धेरै हाम्रो घरबाट चाहिँ लगभग
55 मिनट्स ड्राइभ ट्राफिक नभएको कन्डिसनमा चाहिँ 55 मिनट्स ड्राइभ हो युजली ट्राफिक चाहिँ हुँदैन होइन त्यो धेरै टाढा छैन हिउँ खेल्नु मन पऱ्यो भने सब 55 मिनट ड्राइभ गरेर यता आउन सकिन्छ होइन यो चाहिँ वेलकम टु गोल क्रिक भ्याली हो देख्न सक्नुहुन्छ होइन यहाँ यो चाहिँ मजाले उ गरिरहेछ अनि हाम्रो भाइ चाहिँ यहाँ 360 क्यामेराबाट खिचिरहेको छ कस्तो फिल भइरहेछ एकदम रमाइलो फिल भइरहेछ रमाइलो फिल भइरहेछ फर्स्ट टाइम हो तिम्रो यता अनि स्नो चाहिँ एकदमै राम्रो देखिँदो रहेछ अनि हामी जान लागेको चाहिँ गोल क्रिक भयो अब जाने बाटो पनि राम्रो छ पार्किङ पनि भएको पार्किङबाट अब कति हिँड्नु पर्ने छ थाहा छैन तर जे होस् इन्जोय गरिरहेको छु म चाहिँ जाँदै पनि ठिक छ अनि मेरो साथी के गर्दा तिमी भिडियो कुन युट्युब स्टार भन्दै सुनेको थियौ तिमी कुन च्यानल तिम्रो च्यानल भन्नु त च्यानल प्रवेश भाइ चाहिँ के गरिरहेको छ वा धेरै पछि फोटो हाल्न लागिरहेको छ उसले धेरै पछि हाल्छ होला उसले फोटो वा अब एउटा केटी छ भने मिलाइदिनुहोस् उसलाई केटीको भोगी छ हामी बे गर्ने भनेको तिमीलाई नराम्रो भनेको त बे गर्ने भनेको ल बे नगर्ने यो त कट हुँदैन त ब्रदर यहाँ अब यहाँ चाहिँ हामी जाँदैछौँ तल यो चाहिँ जङ्गलबाट जाँदैछौँ होइन मान्छेहरूले आफ्नो आफ्नो कुकुरहरू पनि लिएर आउँछ यसरी हिँड्नलाई होइन त्यो चाहिँ त्यसको लागि राजा खै हानिदिउँ न मेरो नि एउटा मिठो यार भिडियो हेरेर आएको ल ल हिँडिराख नि मलाई त यस्तो गर्नु मन लाग्छ म त्यस्तै छु होइन के गर्नु गाह्रो छ गाह्रो के भन्नु रमाइलो छ यहाँ चाहिँ कति गाह्रो छ हेर्नु अलि तल परसम्म जाऊ त माथि पुग न टपमा ल कस्तो रहेछ मजा छ मजा छ नि यार के तिमी त पुरा आधी भाँस्यौ त भाँसी यार जुत्तामा पानी पर्यो क्या हो पानी त पर्दैन रहेछ यता हेर यता हेर न यता त्यहाँ बस त्यहाँ बस न त्यहाँ होली मोली खै म तिनीहरू कस्तो मिठो भाइब छ यार ओ माय गॉड के भन त नि यसो नजिकबाट खिचेछ कस्तो लागिरहेछ हाउ यु फिल एकदमै मेस्मराइजिङ भाइब छ ब्रो किनभने लट अफ टाइम लाइक यो स्नोको चाहिँ खासै त्यस्तो मजा लागेको थिएन वान साइड टु इट वाज व्हेन आई वेन्ट टु माउन्ट रेनियर अनि देन आफ्टर लाइक इट वाज स्नो बट नट दिस मच अफ द स्नो आई मिन आई लिटरली क्यान लाइक डिप माई हाफ अफ द फुट सो एकदमै मजा छ नाउ वी जस्ट स्टार्टेड सीइङ द रिभर सो इट्स गोना गो टु द पन्ड रिभर रियली एक्साइटेड टु गो टु द पन्ड खोला बगिरहेछ नि हैन सानो हैन खोला बगिरहेछ यता अनि के भन्न चाहन्छु त एक दुई शब्द बोल नि त म यो गएर उयो जान्छु एकछिन पढ्न चाहिँ जाउँ पहिला पढ्न जाउँ अगाडि जाउँ मेरो भिडियो खिच्नु नि त म काम थाल्छ यो खिच्नु How you feeling, bro? I'm feeling great, brother. के लागिरहेछ त म धेरै राम्रो लागिरहेछ किनभने अब अस्ति नै आएको बेला समरमा आएको थियो तिम्रोमै आएको थियो नि त्यति बेला अलिक घाम थियो त्यो पनि पानी चिसो म त्यो ठाउँ र यो ठाउँ त बिल्कुल अलग लागिरहेछ त्यो हेर्दाखेरि हैन हिउँ पर्दाखेरि हैन हिउँ पर्दाखेरि यो ठाउँ हो र जस्तो लाग्ने क्या किनभने बाटो केही देखिँदैन इट्स जस्ट द ट्रिज एन्ड द स्नो हैन त्यो भएर चाहिँ ठिक छ तर एकदमै डोप देखिने यार देख्न त तर नेचरहरू पनि कस्तो हेरेन ठ्याक्कै त्यो रुखहरू पनि कस्तो ग्रिनरी छ हैन यही रुख हेरेन हैन कसले हानेको त्यो हेड्स तिमी त्यसो हान्दा म उडाइन्छ खतरा भिडियो आउँछ जस्तो लाग्छ होइन माथि जुडो भनेको यस्तै हानिदिन्छ क्या यता जाँदैन रहेछ लाता हान्ने लाताले उडाउन यसरी लाता हान लाताले
म हान्छु लाताले ल है त म एउटा फालिदिन्छु लाताले हान्नु है त म लाताले हान्छु है त बिजेपी भाइ ल ल ल उसले खेल्छ त्यहाँ होइन अलिक खुट्टाले दिए अब म हान्छु त ओ ल ल हाने अलिक मजाले भएन तिमी हान्छौ वाह वान शट अलि उता गएर हान्नु पर्यो रुखले छ क्या सेकेन्ड ट्राई हिउँ पऱ्यो यता होइन हिउँ पर्दैछ तपाईँलाई देखाउँछु सिन वा यो चाहिँ त्यो चाहिँ पानी हो होइन त्यो चाहिँ पानी हो ढाडमा हान्यो भने ढाडमा हाने यार ले के हो कोल्ड वाटर थेरापी गर्नलाई केटा होइन यार गरे पनि टाउकोमा हान ढाडमा हान बरु टाउकोमा दुख्यो मलाई खै म हान्छु है ढाडमा हान बरु ढाडमा केही माइन्ड गर्दिनँ होइन फेरि हान्ने भने मर्ने गऱ्यो हान्ने होइन फेरि हल्का हान्ने हो कि हान्न पायो भने मर्ने हान्ने भने मर्ने गऱ्यो हान्ने होइन नि त वा यार खतरा पऱ्यो त बाग्लो जाऊ जाऊ लड 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 कत्रो डुब्ने छ क्या लड 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 ल ओइ हो ल तिमी लड त्रिपाठी लड 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 न सुत्यो सुत्यो ल तिमी तिमी गयो 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 तिमी गयो गयो छ नि सुति जाऊ न तिमी जाऊ म यहाँ खिच्दैछु नि त जाऊ भनेको ल ल ल गयो गयो 1 2 ल ल ल ए ल तिमी 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 ल ल ल चिसो मात्रै हुन्छ अहिले सिधै माथि गरिदियो सिधै माथि गरिदियो ल ल ल ल ओए ल मेरो पालो मेरो पालो मेरो पालो है मेरो पालो है त सोल्टी सुत्यो म त देखिनँ नि त पखेटा जसरी हात लाग्यो सोल्टीलाई सोल्टी घुँडा घुँडा आउँछ त्यहाँ त स्नो ओ क्यामेरामै लाग्दैन यार तिम्रै हो तिम्रै हो फेरि 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 ल 1 सेकेन्ड है चस्मा कस्तो सेतो छ कालोले ठिक ब्यालेन्स गर्छ ल ल सोल्टी हान हान ल लाइक कन्टिन्यू कन्टिन्यू ओए हातले त यस्तो त ए लेगिरहेछ त भाइ ओ अब खुट्टामा दिँदाखेरि त अब हानेन अर्ली अर्ली ल सोल्टी ओहो ल लेग पनि रहेछ है लेग पनि नजिकै रहेछ ओहो अहिको बदला दियो है सोल्टीले ल सोल्टी बवाल कस्तो लागिरहेछ सोल्टी तिमीलाई दामी मजा लेगी रहेछ हेर लेगी छ
स्नोफल यस्तो दामी भइरहेछ दामी एक्सपिरियन्स ल गाइजहरू यहाँ सबैजना छौँ ल मजा आयो हल्का रिल्याक्स भयो ऊ भयो होइन मजा आयो दामी है एक्सर्साइज जस्तो पनि भयो होइन हेर्न स्नोफल यस्तो हिउँ परेको छ होइन हिँड न मलाई फोकस स्नोफलको मजा भइरहेछ नि ओ ल स्नोम्यान बनाउनु पर्यो यार हामी पनि ठुलो एउटा हिँड्ने गर ल ल ल Guys, this is the Greek Gold Creek. So, already they are frozen out, होइन? त्यो परेको छ, त्यो कस्तो म्यान होइन? ए यता फोकस गर्यो छ 360 माथि सबभन्दा माथि गऱ्यो माथि गएर आयो ल दामी दामी ल यो चाहिँ गोल्ड क्रिक लेक हो ग्रिड लेक पाउनमा आयो होइन त्यहाँ आयो मजा भयो अब देख्न सक्नुहुन्छ वरिपरि होइन यो चाहिँ दामी ब्युटिफुल छ त्यहाँ चाहिँ माउन्टेन हो यो चाहिँ धेरै लेक हो स्पेसली धेरै चिसो भयो भने चाहिँ यहाँ चाहिँ जम्छ यो तपाईँले देख्नु भएको छ यो चाहिँ यो लेक चाहिँ जम्छ यो लेक चाहिँ जम्छ किनभने धेरै चिसो भएको खण्डमा यो लेक जम्छ तर अलि हिउँ पर्दैछ होइन धेरै राम्रो छ यो ठाउँ चाहिँ अझ धेरै हाइकिङ पनि गर्नु पर्दैन स्ट्रेट ड्राइभिङ गऱ्यो आयो होइन ल यो लेकमा नि अहिलेको पोस्ट गर्नुपर्ने थियो नि यार त्यहाँ चाहिँ पानी बगिरहेछ अनि यो चाहिँ ब्रिज हो टेक्निकली यो चाहिँ ब्रिज हो होइन यहाँ चाहिँ ब्रिज हो ठक्क यहाँ ठक्क निस्किन्छ पानी यहाँबाट मुनिबाट पानी निस्किन्छ सर र बगेर जान्छ यो चाहिँ पानी रिभर खतर दामी छ रिभर ल अब चाहिँ हामी जाँदैछौँ होइन अब हामीले चाहिँ लगभग कति 1 घन्टा बढी फोन गऱ्यो होइन 1 घन्टा बढी उ गऱ्यो होइन अब यता आउन यता ओ 1.5 घन्टा बस्यो होला हैन 1.5 घन्टा बस्यो हामी 1 घन्टा जस्ट 1 घन्टा बढी स्पेन्ड टाइम गऱ्यो हामी जाने कहाँ डेस्टिनेसन फ्र्याङ्कलिन फल्स हो अनि हामी लगभग त्यो चाहिँ 1 घन्टा लगभग कति मिनटको हाइक हो अब त्यहाँ टन्नै हिउँ हुन्छ होइन हिरो कहाँ गयो खोइ फ्र्याङ्कलिन फल्स चाहिँ पुग्ने भए चाहिँ त्यहाँ 30 मिनट जति लाग्छ लाग्छ पख एकछिन ओए आफ्नै पारेछ ल ठिकै छ ल हामी जाँदै गरौँ ढिलो भइसक्यो होइन अब कति बजे टाइम चाहिँ हेर त 2:09 भइसक्यो अलिक कम्पिटिसन खेल्नु पर्ने हो है ओहो चिसा हावा चल्यो यार यसलाई अब हामी चाहिँ फ्र्याङ्कलिन फल्स जाने भनेको तर पानी पऱ्यो पानी चाहिँ खतरा पऱ्यो क्या अब त्यो पानी पऱ्यो अनि त्यो मात्रै नभएर चाहिँ अहिले रोड ब्लक गरेर जुन कि अब 15 मिनट लाग्ने हाइक चाहिँ 1.5 घन्टा लाग्ने भयो त्यही भएर चाहिँ हामीले चाहिँ डिसाइडेड गरेको अब घरमा गएर चाहिँ मासु भात पड्काइन्छ भनेर चाहिँ डिसाइड गरेको क्या केटाहरू पानी परेदेखि चाहिँ कस्तो पानी परेको छ अब त्यो ट्रक यो चाहिँ 18 व्हिलर हो होइन कसरी काम छैन त्यो पनि पानी परेर मुसलधार पानी परेर अनि त्यो भएर घर जान स्पिड लिमिट चाहिँ अहिले कति छ भने 72 माइल पर आवर छ अनि किलोमिटरमा गर्दा चाहिँ होला 130-135 किलोमिटर पर आवर त्यही छ अब घर जाँदैछौँ हामी घरमा गएर चाहिँ मासु भात मजाले पकाउँछ राजाले पकाउँछ मासु र भात अनि हामी चाहिँ खाएर चाहिँ घरमा गएर सब्सक्राइब एन्ड कमेन्ट होला नि त र आज के अरे आजको हाम्रो भ्लग चाहिँ सक्यो होइन सी यु नेक्स्ट भ्लग प्लिज लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल नेम इज Salty Raja 01 please subscribe the channel and like it. Thank you so much guys. Bye bye.